आज छुट्टीको दिन केही पकाउन सकेन। बाहिरबाट चिकन फ्राई अनि अरू के पाक्दैछ भनेर देखाउँदैछु है त। मेरो फ्यामिलीको खाना आजको दिन। आजको मेरो खाना यो हरियो फर्सीको तरकारी, यो मटन फ्राई, यो दाल, यो भात, यो करेला आलु अनि यो चिकन अनि यो बुढी अनि यो ठुलो छोरी, यो सानो छोरी। हाई गर, हाई गर, सबैले हाई गर, सबैले हाई गर। है सबैले हाई है। मिठो छ? सबैले भन मिठो छ? कुकुरले भन मिठो छ? मिठो छ बुढी? गुड। मिठो छ? कति मिठो छ? कुकुर कति मिठो छ? धेरै? आँखा किन मिचेको त? आमालाई बुढी कति मिठो छ? धेरै मिठो छ। यता हेर, यता हेर कसरी खान्छ। अनि मेरो खाने पालो आछेन। अब भाँडा धोएर खान्छु म रहेको भाँडा धोएर भ्याएँ। अब भात खान लागेको है त। थोरै भात अघि भनेको थिएँ नि, भाँडा धोएर आएर भात खान्छु। अब सिमुले खाएको नि भनौँ नि होइन। सिमुले खाएको भाँडा कसले धुन्छ? तिमी दिन्छौ? हो, ठुली छोरीले चाहिँ मैले धुने अरे, सानो छोरीले चाहिँ म धुन्छु अरे। अब चाहिँ एउटो फेरि अर्को चाहियो। कसले धुन्छ भाँडा? भाँडा कसले धुन्छ? भाँडा कसले धुन्छ? भाँडा कसले धुन्छ? हात छ? तिम्रो त सबै अल्छी। मेरो कान्छी छोरी गुड गर्ल, गुड गर्ल। भाँडा कसले धुन्छ छोरी?